आज नानुसँग भेट हुँदा यति धेरै खुसी लागेको छ नि। फर्स्टमा त हामीहरू चिसापानी नुहाउन जाँदैछ। मलाई चाहिँ चिसापानी नुहाउन जान लास्ट मन थियो। यही मौकामा श्रीमानले छुट्टी लिएर घर आउनु भएको थियो। जाने बेला कस्तो गर्मी भइरहेको थियो। यो चिसो पानीमा नुहाउन पाउँदा चाहिँ मलाई कस्तो शीतल महसुस भइरहेको थियो। मेरो श्रीमानले चाहिँ नुहाउनु भएन। उहाँलाई चाहिँ यस्तो कुरामा खासै इन्ट्रेस्ट लाग्दैन। उहाँले चाहिँ मेरो भिडियो खिच्दै हुनुहुन्थ्यो। हामी चाहिँ 1 घण्टा जति नुहाएर त्यहाँबाट निस्केको। चिसापानी गाछी माछा खाएर नआउने त कुरै भएन। त्यही भएर हामीहरू माछा खानतिर लाग्यौँ। मलाई चाहिँ पहिलेदेखि चिसापानीको माछा खाने मन थियो। माछा खाने इच्छा नै पुरा भयो। अनि हामीहरू चिसापानीबाट घर जाँदैछौँ। त्यसपछि लुगा चेन्ज गरेर मैले कान्छो छोरालाई मेरा माइती घरमा छोडेर आएको। किनकि हामीहरू गाउँको घरमा जाँदैछौँ। दुईटै छोरालाई लिएर गएपछि लास्ट सताउँछन्। त्यही भएर कान्छो छोरालाई मामा घरमा छोडेर गएको। उहाँ चाहिँ मेरो नानु हो। हजुरले नानुलाई चिनिसक्नु भयो होला। उहाँले चाहिँ राम्रो भ्लग बनाउनुहुन्छ। त्यही देखेर चाहिँ मलाई पनि बनाउन मन लागेको। मेरो फर्स्ट भ्लग हो। हजुरहरूले मलाई माया गर्नु होला, सपोर्ट गरिदिनु होला। फलो नगर्नु भएको साथीहरूले मलाई फलो गरिदिनु होला। त्यतिकैमा हामीहरू घोडाघोडी पुग्यौँ। आजभोलि गर्मी चाहिँ धेरै बढिरहेको छ। त्यही भएर पानी खान हामीहरू धारामा गयौँ। आजको लागि यति नै।